है सबैजना हामी चाहिँ आज यसो बिचतिर फिसिङ गर्नु आएको छु। तिम्रो नाम भन त, को हो तिमी? मेरो नाम ए रियल नाम भन न ल। यति के हो यति उसमा इन्ट्रोडक्सन मात्र? मेरो नाम तामाङ हो है तामाङ भाइ है हजुरको शुभ नाम? एकजना त्यहाँ चाहिँ अहिलेदेखि माछा साछा खोज्नु गइसक्यो होइन, अनि हामी चाहिँ यहाँ माछा मार्नु आएको छु है। अब हजुरलाई चाहिँ अहिले माछा परेपछि हामीले के मार्यौँ आज होइन देखाउँछु। अहिलेको लागि चाहिँ ल इन्जोय द भ्यू। सँग स्पियरहरू पनि छ, अरूहरू पनि माछा मार्नु आएको छ है। यो ठाउँमा अब बोटहरूले पनि लिएर मान्छेहरू माछा मार्नु आएर हुन्छ है त। ल है ओ छोटी भाइ यता हेरेर एकचोटि उस गर त ल। ऊ चाहिँ पहिलो मान्छे माछा मार्नु गइरहेको छ है गाइस। अझै तिमीहरूलाई देखाउँछु के मऱ्यो भनेर ल है। त्यो पानी अलिअलि गहिरो नै छ, त्यही 10-12 फिट जति होला यतातिर चाहिँ। अब उता चाहिँ अलिक धेरै नै गहिरो छ ल है। सबजना गाई केटाहरू रेडी हुँदैछ। ल पक्नु है गाइस, एउटा सी अर्चनहरूलाई अहिले निकालेर देखाउँछ। आज हामी सी अर्चन पनि खाइन्छ। ए गुला त्यो एकदम टिप छ। ल अब हाम्रो अर्को सेकेन्ड मान्छे जाँदैछ है उस गर्नुको लागि। अहिले यहाँ चाहिँ धेरै कुराहरू पाउँछ हो, सी अर्चनहरू पनि पाउँछ, उनीहरू सी अर्चन पनि निकाल्छ होइन। लगाइस हाम्रो आजको फ्राइडे चाहिँ यसरी नै जान्छ। हजुरहरूलाई के क्याच गरेर देखाउँछु। ऊ एउटा सी अर्चन निकालिसक्यो है। ल हेर्नुहोस् हातले समाते ल, हातै काँडालाई साडा लाग्ला है। क्यामेरामा देखाउ त सी अर्चन। ल यो चाहिँ सी अर्चन हो गाइस। यसलाई पनि फुटाएर भित्रको खानु चाहिँ मिल्छ है। हामीले यसो के अरे लेमन सेमन लिएर आएको छ, त्यो हालेर खानुपर्छ। के फुटाएर देखाइदिनु एउटा? ल एउटा फुटाउ त। गाइस हामी चाहिँ हजुरलाई अब एक्चुअली सी अर्चन चाहिँ फुटाएर देखाउँछ कस्तो हुन्छ। यसलाई चाहिँ छोयो भने चाहिँ काँडाहरू भित्र छिर्छ क्या, तर यो देख्न सक्नुहुन्छ होइन। भित्रको जुन चाहिँ पहिला छ नि खानु मिल्छ है। चोड्न हो त्यो चाहिँ यसको अर्गेनहरू है। खै उसैन लेमन छैन लेमन खतरा हुन्छ हौ। ल ल ल दाजुहरूलाई हेर्दाखेरि कस्तो खानु मन लागि नै है। हेर्दैमा क्यान्सर लाग्ला जस्तो है। तिमी खाने अरे नखाने छोटी भाइ र म मात्र खान्छ है त्यसो भए। रहेछ भने लिटरली किरा छ यार। यसको यस्तो के अरे यो पहेँलो भयो भने चाहिँ एकदम हेल्दी हो। पहेँलो अलिकति खतम भयो भने चाहिँ मिठो होइन। खमलाई ल्याउँदा अलिकति लेमन हाल्यो। ए टोटल खिचौँला नि खै मलाई लेमन हाल्नु त म खाएर देखाउँछु क्या। त्यहाँभित्र छ ल हेर्नु है गाइस। लेमन हाल्ने ए मिठो हुन्छ। कडा छ गाइस कडा। तिमीले खाऊ लु। ल है गाइस जाल हानेको माछा त टनक्कै पर्यो त हौ। ल गुड साइज माछा ल है गाइस। त्यो आधा चुक्टु पनि के हालेको होला त्यो अरू माछा मर्छ नि। ओ ब्रो के छ? ए ठिक छ अघि मारेको माछा देखाउँदैछु। हामी पकाइरहेको छ है, एयर फ्राई गरिरहेको छ। 365 for 15 minutes पाक्दैछ है गाइस। अनि यहाँ चाहिँ अब
बाँकी रेस्ट अनि अघिको एक लट त त्यो देखिन् त एक लट खाइसक्यो एक लट होइन क्या यहाँ अघिको त्यो काँडा देखाउनु त